हेलो गाइस, आज चाहिँ हामीले पिरो 2 PM खान लागेको यो हाम्रो दाजेले गराउँदै हुनुहुन्छ। के गर्ने गाइस, यस्तै छ हैन, बहिनी हुँदा हुँदै दाइले गर्नु परेछ। अब बहिनीलाई दाइले हो परेछ है। अनि हाम्रो सानो मिनी भ्लगलाई हजुरहरूले माया गरिदिनु होला भन्ने मेरो पूर्ण आशा छ। र हाम्रो कस्तो छ अरे 2 PM कस्तो होला, मिठो छ कि छैन भन्ने कुरा खाने हैन के। यस्तो गर्ने हो, गाह्रो छ। अनि हजुरहरू सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ भन्ने के भइरहेछ? कामना छ यतादेखि हैन। गाह्रो छ। खाना आउनु चाहिँ अब यसले त बनाउँदैन, मैले चाहिँ गराउँदैन, उहाँ दाइले चाहिँ गराइदिनुहुन्छ मेरो लागि। के गर्ने अब, यस्तो खुवाउनु परेछ मिठो मिठो। त्यो पनि अब म बाँचुन्जेल त होला अब। दाइ बाँचुन्जेल बहिनीलाई केही तनाव छैन, जे खान मन लाग्यो त्यो खान पाउँछु म। अनि हजुरहरूको दाइले पनि यति माया गर्नुहुन्छ कि हुँदैन भन्ने कुरा हजुरहरूले नि कमेन्ट गर्नु होला मेरो युट्युब च्यानलमा। र हामी चाहिँ अहिले खाना गइरहेका छौँ। हामी चाहिँ दाइले खाइसक्न लाग्नु भएको छ 2 PM। हेर्न सक्नुहुनेछ हजुरहरूले, हाम्रो मुखबाको मजा लिन सक्नुहुनेछ। मलाई धेरै हालिदिनु भएको छ, थाहा छ मलाई। पिरो छैन पिरो, आमाले देख्नु पनि माथि लाउनु सही। 2 PM आज छोरी आलुमा म धेरै आलु म क्या यो चाहिँ दाइले गराउनु भएको एकदम मिठो छ, पिरो पनि छ, मिठो पनि छ। मैले हात हालै भएन हैन, हजुरले छोयो कि धेरै मिठो भइहाल्छ। अलिक सुक्खा भयो क्या है। तपाईँले अल पानी फालिदिनु भयो क्या, सबै पानी फालिदिनु। मलाई त ठिक छ है, मलाई यस्तो मन पर्छ। तपाईँलाई अलि मन परेन? त्यो सबै मन पर्यो मलाई पनि, तर त्यो सबै नुन नहाल्नु पर्ने कि तपाईँले। यस्तो पिरो खासमा पिरो खाने होइन, बनाएको एकचोटि पिरो खाँदा के हुन। यो पछि मेमोरी हुन्छ नि त, भिडियो गरेर हालेपछि। अनि हामी दुवै यस्तरी बसेर खान्थ्यौँ भन्ने कुरा याद आउँछ नि त। त्यतिको लागि भए पनि कहिले कहिले भिडियो गराउनु पर्यो, डेली नगराए पनि मलाई एकचोटि चाहिँ भिडियो गराउनु पर्छ। खानु नै बहुत मान्छे घमण्डी छ होइन बारे, म घमण्डी छैन। मलाई चाहिँ एक थाल खाइसक्नु उसले जाब सानो एक कटोरा पनि खाइसक्नु होइन। मलाई धेरै हालिदिनु भएको थियो, कचौराभरि सबै आलु छोरी राख्नु भएको थियो खाना। अनि मलाई चाहिँ समग्रमा एकदम राम्रो लाग्यो। अब केही त पिरो अलिअलि हुनु पर्यो।
होइन तर सधैँ पिरो पनि खानु हुँदैन। गाइज मैले खाइसक्यो, म चाहिँ खाँदै हुन्छ। मलाई पनि सक्छु लाग्छु। तर मैले साथै खाँदै हो कि होइन, तर मैले चाहिँ खाइसक्दैन कि भन्थेँ, तर खाएछु, मिठो लाग्यो। अहिले यति भएको खाइहाल्नु हुँदैन। कान लगाइदिनु पर्ने। हेर्नुहोस् गाइस, म त उहाँलाई यस्तो माग गर्छु, कान सान लगाइदिनु पर्छ है। हामीले चाहिँ 2 PM खाएर सकिसकेको छौँ गाइजहरू। मलाई चाहिँ दाइले पानी ल्याउँदै हुनुहुन्छ ठुल्याउनु। लाउनुहोस् हजुर। ल्याउनुहोस् हजुर। मेरो कप है, तपाईँको कप। हाम्रो सानो मिनी भ्लग सकिसकेको छ। हस्, बाई बाई।